नमस्कार साथीहरु, आज चाहिँ मैले तपाईहरुको लागि एउटा नयाँ विशेष मोमोको रेसिपी लिएर आएको छु हैन। अब आज शनिबारको दिन, अब घरमा सबैजनाको बिदा, आज फुर्सदमा मोमो खाऊँ भनेर बाहिर मौसम पनि चिसो छ हैन। त्यो भएको कारणले गर्दाखेरि आज चाहिँ मोमो बनाएर खाने कार्यक्रम छ हाम्रो। मैले त्यसकै ब्लग हो यो विशेष हैन। अब मोमो चाहिँ हामी कसरी बनाउँछ तपाईहरुलाई यो भिडियोमा देखाउँछु। अब कस्तो छ के छ आफ्नो कमेन्ट गरेर हैन प्रतिक्रिया दिनु होला। ल अब सुरु गर्छ है त म मोमो बनाउने तरिका हाम्रो रेसिपी। इन्ग्रेडियन्टमा चाहिँ हाम्रो सबैभन्दा पहिला हामीले धनिया लिएका छौँ। धनियालाई पनि चप गरिसकेका छौँ। हामीले स्प्रिङ अनियन पनि ल्याएको छौँ। स्प्रिङ अनियनलाई पनि हामी चप गरिसकेका छौँ। यतापट्टि चाहिँ हाम्रो बन्दा, अनि त्यसपछि हामीले प्लस प्याज पनि लिएका छौँ हैन। अनि त्यसपछि यहाँ चाहिँ बेलिरहनु पर्दैन, यहाँ चाहिँ अलरेडी नै रेडिमेड पाइन्छ। यसरी पेस्ट्री पाइन्छ। अब यो पेस्ट्रीमै हामीले बटार्ने हो। अब हाम्रो नेक्स्ट स्टेप भने चाहिँ यसलाई अझ फाइन गर्ने हुन्छ है त। अबको हाम्रो स्टेप भने चाहिँ यसलाई अझ मसिनो बनाउने हुन्छ। तर मसिनो बनाउनको लागि चाहिँ हामीसँग चपर छ। चपरले अझ मसिनो बनाउँछ। अब त्यो देख्न सक्नुहुन्छ है तपाईहरुले भिडियोमा। मेसिनमा चप भइसकेपछि यसरी आउँछ। यो हेर्न सक्नुहुन्छ, यस्तो फाइन पिसेस हुन्छ हैन। यसरी नै अब हामी बन्दा र स्प्रिङ अनियन पनि गरेर त्यसपछि अनि हाम्रो फिलिङको कामतिर हामी लाग्छौँ, मसला बनाउनको लागि है फिलिङ। ल साथीहरु, हाम्रो चपिङ पनि फाइन प्रोसेसिङ भइसक्यो हैन। यो अब किमामा हामीले अघि जुन तपाईलाई इन्ग्रेडियन्टहरु देखाए त्यसलाई चपिङ गरेर यो फाइनल मसलाको लागि रेडी बनाउँदै छौँ हामीले फिलिङको लागि। अनि यतापट्टि चाहिँ मोमो जुसी बनाउनको लागि हामी चाहिँ घिउ युज गर्छौँ हैन। अनि यो घिउलाई पगालेर तेलको सट्टा घिउ हाल्दाखेरि चाहिँ मोमो अझ धेरै जुसी हुन्छ। अब हाम्रो फर्दर स्टेपमा चाहिँ सेन्चुरीको मोमो मसला छ। हामीले यसरी मोमो मसला युज गर्छौँ। अनि फर्दर अब हामी लिन्छौँ नुन हाल्ने कार्यक्रम भइरहेछ अहिले। र त्यसमा अब जान्छ हाम्रो यो मसला, यो जिरा पाउडर भयो हैन। अनि बेसार पनि जान्छ हैन, हाम्रो बेसार पनि जान्छ त्यसमा। र केही पिन्च हाम्रो खुर्सानीको धुलो। यो चाहिँ हाम्रो अहिले फिलिङ बन्दैछ है। अनि यो अघि मैले तपाईहरुलाई घिउ देखाएको थिएँ, अब त्यो पगालिसकेको घिउ हैन। यसरी हालिसकेपछि मोमो जुसी हुन्छ। अब चाहिँ यसलाई मोलेर फिलिङ रेडी हुन्छ। अनि यो लास्टमा चाहिँ अब हामीले यो धनियालाई चाहिँ हामीले फाइन पिस गर्दैनौँ, त्यसलाई चाहिँ सर यसरी नै हालिसकेपछि हजुरको धनियाको कस्तो हुन्छ भने धनियाको ठ्याक्क टेस्ट पनि आउँछ, ठ्याक्क स्मेलले पनि मोमो एकदम जुसी र मिठो टक्क हुन्छ। ल अबको हाम्रो स्टेपमा चाहिँ यसलाई मोलेर यो फिलिङ रेडी भइसक्यो। त्यसपछि बटार्ने काम हुन्छ। अनि बटार्ने काम भएपछि हाम्रो मोमोको झोल बनाउने काम हुन्छ। यो चाहिँ अलरेडी रेडिमेड स्प्रे भयो हैन। यो रेडिमेड स्प्रे चाहिँ हामी सट्ट लाएर यहाँ स्प्रे गर्छौँ। त्यो भएपछि चाहिँ टाँसिँदैन मोमो। अनि अब यता बटार्ने कार्यक्रम हुन्छ। अनि यता किमा पनि रेडी भइसक्यो है। ल अब चाहिँ हाम्रो यता बटार्ने कार्यक्रम भइरहेछ। दुईटा डिजाइन आउँछ हेर्नु चाहिँ यहाँ फेरि सब कलाकार भएको घरमा। ल यतापट्टि उतापट्टि बहिनीले पनि डिजाइन गरिरहेछ, यतापट्टि मेरो बुढीले पनि टक्क डिजाइन गरिरहेछ। मेरो बुढीको डिजाइन चाहिँ यस्तो छ हैन, यस्तो छ देखिहाल्नुभयो। यो चाहिँ बहिनीको डिजाइन। यो चाहिँ दुई थरी डिजाइनको मोमो बन्छ हाम्रो घरमा। ल साथीहरु, हाम्रो टक्क यता बटार रेडी भइसक्यो हैन। यो चाहिँ हाम्रो फर्स्ट डिजाइन भयो बहिनीले बनाएको। यो चाहिँ मेरो बुढीले बनाएको डिजाइन भयो। अब यता पानी स्टिम हुँदैछ। ठ्याक्क 10 मिनट जति हालेपछि स्टिम गरेपछि मोमो पाक्छ। अनि यता यो पाक्दै गर्छ हैन ठ्याक्क लगाएर। अनि अब चाहिँ अचारको प्रोसेसतिर लाग्ने साथीहरु। के भयो भाँडा अलिक मिलेन क्या। त्यति भएपछि अब 10 मिनटमा हाम्रो यता मोमो यता स्टिम हुँदै गर्छ। अब नेक्स्ट स्टेप चाहिँ हामी अचार बनाउनेतिर लाग्छौँ। अब चाहिँ तपाईहरुलाई मैले अचारको रेसिपी देखाउँदैछु हैन। हामी अचारको लागि चाहिँ एकदम सिम्पल रेसिपी छ, तर एकदम मिठो हुन्छ। तपाईहरुले पनि ट्राई गर्नु होला। अलिकति पानी लिनुस् हैन। पानीलाई मजाले बोइल गर्नुस्, त्यहाँ देख्न सक्नुहुन्छ। अनि त्यसपछि काटेको गोलबेडा लिनुस्, चट्टो लाएर गोलबेडालाई यसरी हाल्ने हैन। अनि त्यसपछि थोरै टिमुर, टक्क पिरो हल्का खालको रम खालको टेस्ट आउँछ। त्यसको कारणले गर्दाखेरि टिमुरको बास्ना पनि मिठो हुन्छ। त्यो कारणले गर्दाखेरि हल्का टिमुर हाल्नुस् त्यसमा हैन। त्यो उम्रिएको पानीमा अहिलेसम्म हामीले गोलबेडा टिमुर हाल्यो। त्यसपछि थोरै लसुन हैन, लसुन छोडाएर 5-7 पोटी लसुन पनि यसरी हालिसकेपछि लसुनले पनि टेस्ट एकदम ठ्याक्क ब्यालेन्स गराउँछ, मिठो हुन्छ। त्यसपछि यो चिली फ्लेक्स हामी चाहिँ हरियो खुर्सानी हाल्दैनौँ, किन हरियो खुर्सानीले त्यो टेस्ट बिगार्छ। त्यही भएर चाहिँ यो
चिल्ली फ्लेक्स भयो होइन सुके खुर्सानीहरू युज गर्नु भने हुन्छ तपाईँहरूले पनि यो चाहिँ अब आफ्नो तपाईँहरू कतिको पिरो खानुहुन्छ अब त्यो चाहिँ तपाईँहरूको आफूमा डिपेन्ड हुन्छ हामी चाहिँ माइल्ड खानु भयो भने त्यति खानु अनि अब मजाले यसरी अब नुन मसला थोरै बेसार ठ्याक्क कलरको लागि थोरै बेसार हाल्नुहोस् होइन यो चाहिँ ठ्याक्कै तपाईँले त्यो ठेलातिर खाने नेपालको स्ट्रिट फुडहरूको जस्तो टेस्ट हुन्छ अनि नुन हाल्नुहोस् अब नुन पनि अब स्वाद अनुसार है अब तपाईँहरूलाई कतिको नुन खानुहुन्छ तपाईँहरू त्यो अनुसारले अनि यति भइसकेपछि अब यसलाई मजाले हल्का एकछिन चलाउँछौँ हामी यसलाई मजाले अब यसरी मिक्स गर्नुहोस् चलाउनुहोस् होइन चलाइसकेपछि यसलाई हल्का गल्न दिनुपर्छ मिक्सरमा हाल्नुभन्दा अगाडि अब यसलाई हामी यत्तिकै अलिकति मिडियम हिटमा कुक गर्छौँ यो अब यता गल्छ अनि गलिसकेपछि अनि हामी मिक्सरमा हाल्छौँ यो चाहिँ अहिले उम्लिरहेको अवस्था हो तपाईँहरूले देख्न सक्नुहुन्छ होइन यो मजाले उम्लिनुपर्छ किनभने गोलभेडाले त्यो भित्रसम्म टेस्ट पाउनुपर्छ होइन त्यही भएर मजाले उमाल्नु होला ल हेर्नुहोस् अब हामीले चाहिँ यसरी गालिसकेपछि होइन अघिदेखि हिट गरिरहेको थियौँ नछोपिकन पकाउनुहोस् है नछोपिकन पकाउनुहोस् यस्तो भइसकेपछि चाहिँ टक्क अब गल्छ यो अब हल्का एकैछिन कुक गर्छौँ हामी अनि त्यसपछि चाहिँ मिक्सर गर्छौँ यत्तिको लेदो हुनुपर्छ है तपाईँको अनि ठ्याक्क टेस्ट आउँछ मिठो टेस्ट हुन्छ मोमोको अचार ल साथीहरू अब यो फाइनल लुक देख्न सक्नुहुन्छ होइन अचार पनि रेडी भइसक्यो अब मिक्सर गर्नु मात्रै बाँकी छ अनि यता मोमो पनि हाम्रो लगभग अब स्टिम भएर रेडी भयो होइन मोमो यस्तो भएको छ है त ल हेर्नुहोस् त टक्क हेर्दै खाउँ लाग्ने भइसक्यो ल यता मोमो रेडी भयो अब टक्क अचारलाई हामी मिक्सर हालिसकेपछि हाम्रो मोमोको रेडी हुन्छ आजको बवाल हुनेवाला छ आजको साँझ साथीहरू यो चाहिँ हाम्रो फाइनल प्रिपेरेसन भइसकेपछिको देख्न सक्नुहुन्छ अचार होइन यो चाहिँ पाकिसकेपछि हल्का यसलाई हामीले छोडिदिउँ अनि त्यसपछि अब यसलाई मिक्सर गर्ने हो होइन मिक्सर गरिसकेपछि यस्तो दामी हुन्छ तपाईँहरूको ठ्याक्कै नेपालमा स्ट्रिट मोमो खानुभएको छ नि मिक्सर चल्दैन त एकछिन है साथीहरू यहाँ जोड्न बिर्सेछ नि त यस्तो भएछ मिक्सर हालिसकेपछि चाहिँ साथीहरू भयो जस्तो लाग्यो मलाई होइन ल हेर्न सक्नुहुन्छ होइन यस्तो मिठो छ होइन कलर पनि दामी हेर्नुहोस् टेक्स्चर पनि हेर्नुहोस् यस्तो फाइन छ यो अब चट्ट अहिले मोमोसँग खाँदा बेस्ट हुन्छ है त तपाईँहरू पनि ट्राई गर्नु होला यो रेसिपी हेर्नुहोस् है यस्तो देखिन्छ ल यस्तो भएको छ हाम्रो मोमोको अचार रेडी भइसक्यो उता मोमो पनि रेडी भइसक्यो अब चिसोमा तातो मोमो आजको डिनर हाम्रो ल साथीहरू यो चाहिँ पकाएर त एउटा चाहिँ बोनस चट्ट अचार चोपिसकेको थिएँ मैले होइन ट्राई गर्न लाग्यो कस्तो टेस्ट भएन बवाल भयो साथीहरू ल मोमो एकदमै बवाल फर्स्ट क्लास भएछ ट्याक्कै नेपालको स्ट्रिट मोमो जस्तै तपाईँहरू पनि ट्राई गर्नु होला साथीहरू अब हामी नेपालीलाई जहाँ पुग्यो भने मोमो चाहिन्छ नै होइन आजको मोमोको फाइनल रेसिपीबाट अब यसरी फाइनल मेकिङमा यसरी डिनर मोमो खाँदैछु म देख्न सक्नुहुन्छ होइन दुईवटा डिजाइनको मोमो छुट्टै छ यता कोक पनि छ साइडमा अब एउटा चट्ट ट्राई गरिहाल्नु होइन मोमो एकदम बवाल बनाएको छ यो मोमो बनाउन मलाई साथ दिने मेरो फ्यामिली मेम्बरहरूलाई पनि धेरै धेरै धन्यवाद उहाँहरूप्रति पनि आभार छ तपाईँहरू पनि यो रेसिपी ट्राई गर्नु होला अनि कस्तो लाग्यो तपाईँहरूलाई आजको मेरो ब्लग कमेन्ट गर्नु होला अब आजको डिनर शनिबारको दिन मेरो चाहिँ मोमो हुनेवाला छ तपाईँहरूको के हुनेवाला छ कमेन्ट गर्नु होला है त हस् धन्यवाद अब ब्लगमा भेटौँ हामी